नहीं होता उठ्नै पाएन आयो यतापट्टि राइटपट्टि हेर्नु त यो सबै साइड साइडमै बस्छ ए यहाँ पनि रहेछ एकै यो साइड साइडमै बस्छ एउटा ठुलो छ यता दुईटा छ लागेपछि बाहिर निस्किन्छ ए डिस्टर्ब त गर्दैन घुट्नुसँग त्यस्तो गर्नु त एउटा अहिलेसम्म देखेको सबै मासमा घरेल चाहिँ त्यो गयोहरू पल हो पहिला देखेको पल त आफै बनाएको तिनीहरूले आफै बनाउँछ नि हामी मान्छेले बस्नको घर बनाउँदैन आफै त्यस्तै हो के कराएको लभ बर्ड्स भयो नि बोली मिठो चाहिँ रहन्छ बोलाएको त्यो गई स्पट गर्न एक्सपर्ट भयो यार त्यो माथि एकचोटि दुईवटा आँखा जस्तो अनि जीवनमा अनुभव गर्न पाइयो माइ लर्ड गैँडा अनुभव गरियो माइलट होला है कतिजनाले आज मात्रै गैँडा देख्नु भयो होला होइन अनि हिजो नि देखियो आज त हान्नै खोजेको है जस हाम्रो ओलीबाको भाषामा भन्नुपर्दा हाम्रो आधा जिन्दगी खेर गएन गैँडा नदेख्ने मान्छे के मान्छे फैलाउनु पाइयो नि हामीले त देखेर आएको छौँ अलिकति गफेर फाइट नि खेलेर आएको थियौँ भन्दा हुन्छ हामीसँग डराएर भागेको थियो भन्नु नि हामीले भगाइदियो भन्नु नि मिल्छ ऊ मेल हो त हो ठुलो मेल हाम्रो यो फरेस्ट सबैको दुईवटा बनाएको हाल्छ एउटा चाहिँ गोविन्दले भन्छ एउटा चाहिँ रोनाल्डो भन्छ रोनाल्डो चाहिँ किन राख्यो भन्दाखेरि हात्तीहरू छ नि उसको बच्चा चाहिँ देखिन्छ कहिले कहिले बनातीको बच्चा टिकटिकी सामान्य अवस्थाको गैँडा चाहिँ यसरी झम्पिँदैन अब यो त भाले हो भाले सामान्य नझम्पिनु पर्ने हो अब यसलाई दुईचोटिसम्म फर्क्यो नि त खोलामा आउँदै फर्किँदै गऱ्यो अलिकति रिसाए पनि होला अनि भाले अलिकति जङ्गिनी हुन्छ नि नेचरमा पोथी गैँडाहरू बढी एग्रेसिभ हुन्छ किनभने पोथी प्रायः जस्तो बच्चासँग हुन्छ यो कोही कोही चाहिँ कस्तो हुन्छ भने कुनै बेला यिनीहरू चाहिँ अर्को गैँडासँग आफ्नो एरियाको लागि फाइट गरेर फाइटमा हारेको अथवा त्यो फाइट गर्दाखेरि रिसाएर बसेको यस्तो अवस्था भयो भने चाहिँ यिनीहरू अलि एग्रेसिभ हुने नत्र एकदम शान्त जनावर हामी त त्यो ठिकै भयो त्यो दुईजना त लेडिज मात्र के हुन्थ्यो होला हानिसकेपछि के लेडिज के जेन्ट्स नि सबैजना बराबर यहाँ चाहिँ कोटा छुट्याउनु पर्दैन त्यो चाहिँ अघिको भन्दा चाहिँ त्यो फरक है सर त्यो चाहिँ रेड वाटर ल्यापै भन्छ रातो हुन्छ नि त्यहाँ चाहिँ भुटिट्याउने हो यो तर अर्को चाहिँ हेर आउँछ होला कतिजना आउँदैछ हामी
फोटो जस्तो यस्तो लाउने फुटै भ्याउँदैन के भयो रे